हेलो साथी, तपाईहरुलाई स्वागत छ तपाईहरुको आफ्नो युट्युब च्यानल पौडेल अभिषेकमा। आज म प्रदर्शनीको अब भोलि अन्तिम दिन सुरुवात तपाईहरुलाई मैले देखाइसकेँ, तपाईहरुले देख्न सक्नुहुन्छ हैन। सुरुवातमा म आएर मेरो भिडियोबाट तपाईहरुले देखिसक्नु म प्रदर्शनी ओपन भयो भनेर। भोलि अन्तिम दिन हो र भोलिको दिन तपाईहरु सबै आउनुस् र भव्य तरिकाले इन्डिङ नरम 2082 को यो हाम्रो यसको मेला पनि सँगै रहेको छ, जुन तपाईहरुले आएर यहाँ इन्जोय लिन सक्नुहुन्छ र भित्रका दृश्यहरू देख्न सक्नुहुन्छ। र हामी प्रवेश गर्दैछौँ भित्र गेटबाटै। जस्तो हजुरले देखिरहनुपर्छ गेटबाट म प्रवेश गरिसकेँ। अहिले म गेटको भित्र छु र गेटको भित्रबाट हजुरले रमाइलो का लागि बच्चा-बच्चीहरू लिएर आउनुहोस्। भोलि भव्यका साथ अन्तिम दिन रहेको छ, जसमा हजुरहरू सबैले रमाइलोपन लिन सक्नुहुन्छ यो बजारमा। र साथसाथै तपाईँको यो बच्चाहरूलाई खेलाउने यहाँ देखिरहनुहुन्छ दोकानभित्र। र अहिले त दोकान बन्द भएका छन्, केही समयपछि खुल्ला। र साथसाथै हामी अगाडि बढ्दैछौँ, सँगै रहनु होला। लेट्स सी गाइज। हजुरले देख्न सक्नुहुन्छ इन्स्टलहरू जुन छ यहाँ जुन भइरहेको छ। अब दोकानले कुनै खुल्ने क्रममा छ, कुनै खुलिसकेका छ। सेल पनि एकदम सस्तोमा तपाईँको देख्न सक्नुहुन्छ। भोलि अन्तिम दिन छ र भोलि अन्तिम दिनको फाइदा तपाईँहरू उठाउन सक्नुहुन्छ भन्दै म अगाडि प्रवेश गर्दैछु। दोकानहरू खुलिसकेका छन् भने कुनै खुल्ने क्रममा छ र भोलि अन्तिम दिन हो। सो तपाईँहरू भोलिको अन्तिम दिन फाइदा उठाउन नभुल्नु होला भन्दै म अभिषेक पौडेल अगाडि प्रवेश गर्दैछु। मौकाको फाइदा उठाउनुहोस्, सस्तोमा छ एक्सपो 2082 को मेला। हेर्नुहोस् कति रमाइलो छ यो पछाडि तपाईँले देख्न सक्नुहुन्छ। बच्चा-बच्चीहरूलाई ल्याएर भोलिको दिन अन्तिम दिन छ। सकभर त आजै गर्दा हुन्छ हजुरहरूलाई। अब हजुरको सुइटेबल छैन भने भोलि अन्तिम दिन हो, त्यही हिसाबले हजुरहरू आउनु होला, रमाइलो गर्नु होला, रमाइलोको फाइदा उठाउनु होला भन्दै म अगाडि बढ्दैछु। अभिषेक पौडेल अहिले यो दोकानको इन्स्टलहरू खुल्ने क्रममा छ र दिनको अहिले लगभग 10 बजे म आएँ। तैपनि यहाँ खुल्ने क्रममा छ। 12 बजेसम्म सबै खुलिसक्छ र खुलिसकेपछि यहाँको सबै सपिङहरू गरेर हजुरले रमाइलोपनको फाइदा उठाउन सक्नुहुन्छ। र यहाँ मार्केटमा सस्तोमा एकदम सस्तोमा तपाईँले जति देख्नुभएको छ सबैभन्दा सस्तोमा यहाँ यसको 2082 को मेलाको यो फाइदा उठाउन सक्नुहुन्छ। र भोलि अन्तिम दिन रहेको छ, सो तपाईँहरू आउनु होला भन्दै म अगाडि बढ्दैछु। अभिषेक पौडेल साथीहरू, तपाईँहरूले जीवनमा उपभोग गर्ने A to Z सामान जस्तो लत्ता कपडा भयो, बच्चा-बच्चीलाई खेलाउन भयो, कुनै पनि सामान तपाईँले किन्नलाई 10 वटा 15 वटा 20 वटा दोकान चार्नुपर्छ भने त्यो चाहिँ चार्नु पर्दैन। अब तपाईँहरूको भोलि अन्तिम दिन रहेको छ र तपाईँले देखिराख्नु भएको छ म 2082 को यसको मेलामा आइपुगेको छु र यहाँको मौकाको फाइदा तपाईँहरूले उठाउन सक्नुहुन्छ। एकै ठाउँमा आएर सबै तपाईँलाई आवश्यक सामानहरू साथसाथै बच्चा-बच्चीको खेलौनाहरू के चाहिएको छ र रमाइलोपन सबै उठाउन सक्नुहुन्छ। भोलिलाई अन्तिम दिन रहेको छ भन्दै म अगाडि बढ्दैछु, सँगै रहनु होला। लेट्स सी। मिठा खाने प्रकारहरू चौधरी स्टाइलमा खानु छ कि नेवारी स्टाइलमा खानु छ कि अब कुन स्टाइलमा तपाईँहरूले खाना खाने हो। प्रत्येक खानाहरूको खाजा घर अभिषेक खाजा घर मेरो नाममा पनि रहेछ, आएर हजुरहरूले लिन सक्नुहुन्छ। यहाँको खानाको स्वादिष्ट खानाहरू पनि यहाँ सबै उपलब्ध छ र साथसाथै यहाँ बच्चाहरूलाई अझ सबैभन्दा सबैलाई मनपर्ने यो जाडोमा मक्का चिया
पनि छ हजुरले देख्न सक्नुहुन्छ बोर्डमा दावत बिरयानी पनि छ यसैभित्र अनि मटका चिया जाडोमा सबैलाई मनपर्ने चिया मटका चिया मटका हजुर धेरै जसोलाई थाहा छ कि छैन तर मटका चियाको स्वाद बेग्लै हुन्छ आएर लिन सक्नुहुन्छ तपाईँहरूले एक्सपो 22 यसको मेला बर्दाघाटमा र आउँदै भोलि अन्तिम दिन आएर यहाँको स्वादिष्ट खानाहरूको भोजन एकै ठाउँमा भोजन बच्चाबच्चीलाई खेलाउन र सरसामान के चाहिएको छ सबै तपाईँहरूले प्राप्त गर्नुहुन्छ एकै ठाउँबाट यति भन्दै अब म स्टेजतिर एकचोटि हेर्नुहोस् त पछाडि स्टेज तपाईँहरू ज्योति मगरको कति फ्यान हुनुहुन्छ उहाँ ज्योति मगर आएर यहाँ डान्स गरेर गइसक्नुभयो के त्यो डान्सको तपाईँहरूले मनोरञ्जन लिनुभयो र भोलि अन्तिम दिन छ थुप्रै यस्ता कलाकारहरू आउँदै हुनुहुन्छ यहाँ 20वटा भन्दा बढी कलाकारहरूको डान्स यहाँ प्रस्तुति भइसक्यो स्टेज सचिवालय जहाँ हजुरहरूलाई सबैलाई थाहा होला मन्त्रीहरू नेताहरू सांसदहरू कोही पनि भिआइपी मान्छे आएको खण्डमा तपाईँले देख्न सक्नुहुन्छ सचिवालयमै उहाँहरू प्रवेश गर्नुहुन्छ र यहीँ निवास गर्नुहुन्छ र यसपछि नै यहाँभित्र यसको 2082 को यो हाम्रो मेलाको रमाइलोपन भरभर गर्नुहुन्छ भन्दै म अभिषेक पौडेल अब म हजुरहरूबाट बिदा चाहन्छु भोलिको लागि लास्ट रहेको हुनाले भोलि अन्तिम दिन हो तपाईँहरू सबै उपस्थित भइदिनु होला भव्यका साथ भोलि अन्तिम दिनलाई बिदाई गरौँ यसको 2082 लाई भन्दै म अभिषेक पौडेल अब जाँदैछु ओके गाइस नेपालको जय होस्।